आफूलाई सहज आसनमा राख्नुहोस्। बिस्तारै आँखा बन्द गर्नुहोस्। गहिरो सास लिनुहोस् र तनाव, लाज, अल्छी सबैलाई साससँगै बाहिर निकाल्नुहोस्। सुन्नुहोस्, तपाईले टार्दै आएको कार्य तपाईको भविष्यसँग जोडिएको छ। आजको सानो कदम भोलिको ठूलो सफलता बन्न सक्छ। अब तपाईँ आफैलाई यी शब्दहरू भन्नुहोस्। म यो काम गर्न सक्छु। म छोटो समयको असजिलोसँग डराउँदिन। म अहिले नै सुरु गर्छु। म पूर्ण क्षमतासँग काम गर्छु। म मेरो भविष्यप्रति जिम्मेदार छु। म अहिलेको क्षणमा कार्य गर्न तयार छु। याद गर्नुहोस्, कार्य सुरु गरेपछि ऊर्जा बन्छ। प्रेरणा कार्य पछाडि आउँछ। पर्खिनु पर्दैन, बस थाल्नुहोस्। गहिरो सास लिनुहोस्। आफ्नो भित्री आत्मालाई भन्नुहोस्, म ढिलाइ होइन, निर्णय हुँ। म आजै अघि बढ्छु। अब जब तपाईँ तयार हुनुहुन्छ, बिस्तारै आँखा खोल्नुहोस्। अब ढिला होइन, कार्य नै तपाईँको बाटो हो। यो यात्रामा तपाईँलाई शुभकामना। हामी फेरि अर्को ध्यानमा भेट्नेछौँ।